गाइस आजको भ्लग चाहिँ चट्याङ भ्लग अनि किन फालेको त झन् बाहिर फाल्नु भनेर बोलाएको अहिले रोटी हो साउलाई मैले भात खाएको हो रोटी खाए तैँले हातले टिपेर फाल्दे सो हे गाइस गुड नाइट वेलकम ब्याक टु माई न्यू भ्लग हजुरहरू सबजना आरामै हुनुहुन्छ होला सन्चै हुनुहुन्छ होला गाइस म पनि एकदमै ठिक छु गाइस अहिलेको मौसम एकदम बिग्रियो गाइस एकदम बिग्रियो चट्याङ छुटुङ गऱ्यो एकदम ठुलो पानी पर्यो अहिलेसम्मकै ठुलो पानी होला हुन त पानीको आवाज कति कराएको मैले चाहिँ यस्तो मौसम देखेर बल्ल भ्लग सुरु गरेको अहिले हुन त यस्तो चट्याङ छुटुङ गऱ्यो गाइस पानीको आवाज सुन्नु त एकपटक चट्याङ छुटुङ नन स्टप गरेको गरेछ नन स्टप एकदम ठुलो पानी पर्यो आज सब भित्र राखेल छिटो पानी पर्यो हेर्दै यहाँ सुरु हुन्छ अब खुट्टा मड्क्यो कसरी सबै लुगा सुकाएको उठा अल्बट भिज्छ यो पानीले हेर्दै चट्याङ नन स्टप गरेको गाइस नन स्टप यहीँ आइसक्यो पानी कति ठुलो पानी परेको गाइस डर लाग्यो मलाई त एकदम ठुलो पानीको 2 दिन पानी परेन अहिले एकदम ठुलो पानी पर्यो भिडियोमा चाहिँ अलि धेरै देखिन्न तर रियलमा चाहिँ एकदम डर लाग्ने भयो कि गाइस एकदम यस्तो भयो यहीँ आइसक्यो पानी कति चर्को पानी हेर्छ अल्बट ओ फोन नचाल चट्याङ आएको बेलामा अहिलेसम्म गऱ्यो चट्याङ पानी पर्यो यहाँ नि पानी पर्यो ल खाना खाने बेला पनि भयो अब चाहिँ म खाना खान्छु अनि यहाँ रोटी पनि छ गाइस घिउ हालेको परौठा एउटा चटनी करेला आजको रोटी बुवाले बनाउनु भएको सबै त होइन कतिवटा बनाउनु भएको बुवाले 5-6वटा मैले भात खान मन लाग्दैन खाम कि नखाम भात कहरी खाएको भात जसरी पनि खानै पर्यो अब आमाको गाली खाइन्छ खाएन भने यो भात अहिलेको भात होइन बिहानको भात हो अहिले रोटी हो साउलाई मैले भात खाएको हो रोटी खाए आमा चाहिँ अहिले मन्दिरमा भजन कार्यक्रम छ अरे अनि त्यहाँ जानु भनेर रेडी हुनुभएको पानी परेर जानै पाउनु भयो नजाने अब सबै यहाँसम्म पानी आएको यहाँ सबै पानी आएर गाइस होइन माथि त गाइस लास्टै ठुलो पानी पऱ्यो गाइस अलबटले सबै पुसपास पार्यो बाहिर एकदम चर्को पानी पऱ्यो गाइस एकदम म देखाउँछु है हजुरहरूलाई सब पानी घरभित्र बस्यो हुन त यस्तो हावा चल्यो चट्याङ नन स्टप अहिलेसम्म अनि यो पनि झऱ्यो लाइटको हुन्छ नि सोलर गाइस सबै पानी यहीँसम्म आयो पिँढीसम्म चट्याङ त भन्नै परेन ठुलो चट्याङ आएपछि चाहिँ एकपल्ट गडेङ गरेकै हुन्छ गाइस सधैँ है अल्बर्ट यो अल्बर्टले आफ्नो काम गर्न व्यस्त छ भयो जाम बत्ती गएको भइसक्यो जामाको को चाहिँ यो पुस्न पऱ्यो सबै ल फेरि 3 गर्छु गर्छ हेर्नु गाइस 1 2 3 उ 1 2 3 उ 1 2 3 उ
यस्तो भयो नि गाइस हेर्नु गाइस यस्तो बेला त बाघ पनि आफ्नै खोरमा बस्यो होला चट्याङ त्यो चट्याङ आएको बेलामा यस्तो मिटरको अगाडि बस्नु हुँदैन के गरेको तल जान्दैन पोचा रोगमा पोचा ल्याउँछु पोचा लागिहाल्नु पऱ्यो अनि बिस्तारै हिँड्नुपर्छ दगुर्नु हुन्न मार्बलमा त चिप्ल्यो भने टाउको साउको सब फुट्छ पोचा यो होइन ए पोचा त भिज्यो उता के गर्ने यहाँ बाथरुममा सोर्ने कुरा छ होला त्यसले गर्नु पर्यो यसले पानी छोड्दैछ हुन्छ पोचा चाहिँदैन हुन्छ गाइस यस्तो चिप्लो के खाएको रोटी यसले गरौँ हुन्न पोचा भिजे खाऊ त ल ए पोचा नभएको बेला दुगा अय्या ओके टाउको टाउको ठोक्यो अनि त्यसलाई हान्यो टाउको ठोक्यो त्यसले गर्दा अस्ति यहाँ लाग्यो गाइस अहिले यहाँ लाग्यो गाइस चट्याङ चुटुङ त नन स्टप गर्यो नन स्टप चाबी गाइस हेर्नु सक्नुहुन्छ चट्याङ एकदम ठुलो आएको छ मलाई एकदम डर लाग्छ चट्याङमा त्यही भएर म मोबाइल हातमा लिन्न त्यही भएर मलाई एकदम डर लाग्छ त्यही भएर गाइस हजुरहरू सतर्क भएर बस्नु होला त्यही भएर हो बाई बाई गाइस आजको भ्लग चाहिँ चट्याङ भ्लग आजको भ्लग चाहिँ चट्याङ भ्लग है गाइस मैले आज बिहान भ्लग सुरु गरिनँ आज छुट्टै भिडियो बनाउने च्यालेन्ज भिडियो बनाउने भनेर रेडी पनि भएको गाइस बत्ती पनि गयो के भयो बत्ती पनि गयो भिडियो बनाउनु पनि पाइएन त्यही भएर चाहिँ मैले भ्लग बनाएको हो नत्र आज हाम्रो प्लान भनेको च्यालेन्ज भिडियो बनाउने झोला ल्याइएन गर्ने भयो लास्टै आज के भएको भयो आज केही भयो छैन बाबु पानी त्यत्रो ठुलो परेर चट्याङ आएर मौरीको घरको टिन पनि उडाएछ त्यो उडाएको म गएर अब कतिवटा होमवर्क छ तेरो एउटा ड्रइङ बनाउने यही गर्छस् गाइस बत्ती नआएर यस्तो भयो नफाल्ने किताब त्यसरी आमा डराउनु भयो बत्ती पनि आयो गाइस के भएको ठ्याक्कै टाइमिङ मिलेको अल्बर्टले कपी फाल्यो आमा डराउनु भयो बत्ती आहा फेरि जान्छ अब गडेङगुडुङ गऱ्यो के भयो गाइस अघिबाट यो भुनभुने किरा खोइ कता गयो खोइ कहाँ गयो हरायो फेरि कता गयो यस्तै घुर्र गर्दै आएको थियो त्यो कता गयो अलबाट हाँसेको नि त उताबाट हरायो यत्रो गाइस भुनभुने किरा पनि त्यहाँ माथि त्यहाँ लुकेर बस्यो फोटो उतापट्टि कुर्सीमा बस्यो जा गाइस हेर्नु त यहाँ ढोका खुल्ला छ यहाँ बस्यो फेरि अलबाट जाँदै गयो नि यो त गाइस म त बिचमा फसेँ जा स्केल यस्तो गरौँ है बरु यो कोठामा लिएर आइज जा तैँले हातले टिपेर फाल्दे यहाँ सुतेर बस्यो है भुइँमा कहाँ फस्यो यस्तो सुत्ने बेला ओइ नफाल्ने यता फेरि यता नफाल
बाबु ज्ञानी ढोका खोल्न नि बाहिर जान्छ आफै के गरेको ढोका खोल भनेको म सुत्न पाउँदैन कि फेरि के गर्ने अब त्यो ढोका बन्द गरेर अलबटको आइडियाले काम गर्यो त्यो कहाँ रुक्नु गाइस यसलाई तल नफाल्न पानी पऱ्यो यहाँ राखिदिए तपाईँले नफाल्नु उड्यो झन् उता फाल्थ्यो झन् टेबल मुनि फाल्थ्यो कहाँ गयो अनि किन फालेको यता झन् बाहिर फाल्नु भनेर बोलाएको उसले बोलाउने नआउने हो खै कहाँ छैन खै कहाँ ए उहाँ रहेछ ल बल्ल गयो डरै लाग्यो गाइस यसरी फाल्न खोज्यो आफैतिर आँखा टोक्यो भने त के हुन्छ गाइस ढोका लाउँछु अनि सुत्छु म अब सो गुड इभिनिङ गाइज दिस इज द नेक्स्ट डे यो चाहिँ अर्को दिन हो म चाहिँ अहिले कलेजबाट आएर ड्रेस चेन्ज पनि गरिसकेँ अनि आज बाहिरै खाजा खाएर आएको त्यही भएर चाहिँ यहाँ चिया मात्रै खाने ल चिया पनि रेडी भयो गाइज ल बुवा पनि आउनु भयो बुवा र अल्बर्ट चाहिँ उता यो लिन जानुभएको यो म राख्ने बट्टा हुन्छ नि त्यो भ्याइए थियो अल्बर्ट पछि लाएर गइहाल्यो बुवासँग कति धेरै बट्टा हो बुवा लिएर हिँड्न तैँले ल्याएको तैँले लिएर गाइजु सनसेटको भ्यू पोखरामा पनि बत्ती बल्न सुरु भइसक्यो जय चन्द्रमा जय लक्ष्मी माता ल फाइनली गाइज 2 घन्टा पछि पोखरा पुरै झलमल्ल भयो गाइज हजुरहरूले आजको भ्लग कस्तो लाग्यो मन पर्यो भने लाइक गर्नु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला सो बाई गाइज सी यु इन नेक्स्ट भ्लग टिल एन्ड टेक केयर ओके गाइज बाई बाई गाइज